साथीहरू आज चाहिँ हामी यहाँ नारायण थानको ट्यागको टपमा छौँ। पछाडिपट्टि हिमाल देखिराख्नु भयो होला तपाईँहरूले होइन। यहाँ चाहिँ एकदम क्लियर छ मौसम, हेर्न सक्नुहुन्छ। रुख पनि लास्टै ठुल्ठुलो हेर्नु है। त्यसरी गाई रुख कत्रो यार रुख। त साथीहरू आज चाहिँ शनिबारको दिन हामी चाहिँ ट्रेकिङ रुटमा आइसकेको जस्तो लाग्यो। यस्तो दामी छ नि, अलिक क्यामेरा क्वालिटी अझ राम्रो भएन होइन, नत्र त एकदम बबाल आउँथ्यो। खतरनाकै छ यार। के भिर हो थाहै भएन होइन साथीहरू। हेर्न सक्नुहुन्छ है गाइस। हाबु के हो खतरनाक। त्यो डाँडो होला है साथीहरू हामी पुग्नुपर्ने चाहिँ, कि यही डाँडो हो थाहा भएन। कति धेरै मान्छे यस्तो जाब त दौडिने हो साथीहरू। यस्तो दौडिरहेको छु नि म। हाइट कि यार एल्टिट्युड बढा एकछिन रेस्ट गर्ने हो है। यो लास्ट एल्टिट्युड एउटा सेउ खाने हो कि क्या, एकछिन बसेर यार। यो भिडियो कति एडिट गर्नु पर्ला मैले। हजुर हामीले सेउ खाँदैछौँ है नारायण थानको डाँडाबाट। साथीहरू हामी चाहिँ बुद्ध पार्क आइसक्यौँ। नारायण थानको बुद्ध पार्क। पुरै चिसो हावा चलिरहेको छ है साथीहरू। ल के अरे यो रुख त चट्याङले हान्यो भने साथीहरूले चाहिँ रुख फटाएर यस्तो बनाइदियो, हेर्न सक्नुहुन्छ। फोटो खिच्दैन यो रुख खिच्दा चाहिँ पुरै मान्छे खिच्छ। ल साथीहरू हामी चाहिँ लगभग टपमै आइसक्यो है। उठाएर चाहिँ साथीहरू भोल्क्यानो जति सक्दो भित्र जाएर खिच्ने हो। साथीहरू म चाहिँ भित्रै आइदिएँ है। यहाँ कतिको भित्र छ यो गुफा होइन रहेछ साथीहरू, यो चट्टान। त्यहाँबाट चाहिँ सानो होला, त्यहाँबाट ठाउँै छैन है साथीहरू जाने। त्यति हो साथीहरू। हामी चाहिँ अब यो फर्किने बेला भयो। भगवान्को दर्शन पनि गरिसक्यौँ होइन, पाती पनि लिइसक्यो। साथी केरा खायो यो टपमा। गएको ठाउँ सबभन्दा खतरा भ्यू यहाँको। साथीहरू यो पनि केरा खाँदै आयो। यता हेर्दा कति मान्छेहरू यार। मान्छेहरू त पुरै लाइनै छ, हेर्नु सक्नुहुन्छ है साथीहरू है। साथीहरू हामी चाहिँ बट्टाबट झरिरहेका छौँ अहिले चाहिँ फर्किने क्रममा। हामी चाहिँ यही बाटो आएको है साथीहरू। ल यो बाटो फर्किँदाखेरि हो है।